ओके आज चाहिँ हाम्रो जीसीटी कन्सल्टेन्सीमा माल्टाको लागि हस्पिटालिटी सेक्टरमा अनलाइन इन्टरभ्यू भइरहेको छ सो क्यान्डिडेटहरू अलरेडी अनलाइनमा जोइन भइसकेको छ We have our ongoing job interview for Malta for hospitality field right now on July 28, 2026. So now let's go inside and see what is the current situation for this interview in Malta. Currently, I'm with Miss Alka right now, and she's conducting the interview for Malta. So, Miss Alka, can you tell us about the ongoing interview for Malta? Interviews going very smoothly right now, and so far 24 candidates have joined. So we have still like 50 to 40 to 50 candidates are online. They are waiting for their turn. Okay, thank you very much. सो मेरो साथमा हुनुहुन्छ प्रथम सर उहाँले पनि इन्टरभ्यू गराइराख्नु भएको छ अनलाइन इन्टरभ्यू गराइराख्नु भएको छ सो आज चाहिँ कुन कुन पोजिसनमा चाहिँ इन्टरभ्यू हुँदैछ सर आज मोस्टली हस्पिटालिटी सेक्टर्समा हुँदैछ है कन्स्ट्रक्सन वर्कर्स स्किल्ड वर्कर्सहरू पनि छ है माल्टाको बेसिकली होटल सेक्टर्समा वेटर वेट्रेस सेफ बारटेन्डर हाउसकिपिङ रुम अटेन्डेन्ट क्लिनर अनि कन्स्ट्रक्सन फिल्डहरू भयो है स्किल्ड वर्कर्स प्लम्बर इलेक्ट्रिसियन यो पोजिसनहरूमा चाहिँ आज इन्टरभ्यू हुँदैछ है र हामीसँग माल्टाको कन्टिन्युसली इन्टरभ्यू भइ नै बस्छ अब है सो तपाईँहरूलाई पनि थाहा छ माल्टाको लागि प्री डिपार्चर जुन चाहिँ प्री डिपार्चर टुरिज्म चाहिँ म्यान्डेटरी फिल्ड छ है यो चाहिँ गर्नै पर्छ सो हजुरहरूले आएर हामीसँग डाइरेक्ट रेजिस्टर गरेर पनि स्टार्ट गर्न सक्नुहुन्छ र माल्टाको इन्टरभ्यू कन्टिन्युसली नै अब जानेछ है ओके आज जति पनि अब क्यान्डिडेटहरू अलरेडी जोइन हुनु भइसकेको छ अझै कति पेन्डिङमा हुनुहुन्छ उहाँहरूले चाहिँ आज दिन पाउनु भएन भने चाहिँ त्यसको व्यवस्था के छ हाम्रो र जस्तै मैले भनिहालेँ है माल्टाको कन्टिन्युसली इन्टरभ्यू हुन गइरहेको छ है सो आज जोइन हुनु पाएन भने पनि नेक्स्टमा हामीसँग अभियसली नै इन्टरभ्यू कन्टिन्युसली भइ नै रहेको छ त्यसमा जोइन गर्न सक्नुहुन्छ र त या त अफिसमा डाइरेक्टली आएर स्किल पास रेजिस्टर गरेर पनि तपाईँले स्टार्ट गर्नु सक्नुहुन्छ प्रोसेस किनभने अहिले मोस्ट इम्पोर्टेन्ट भनेको स्किल पास सर्टिफिकेट छ माल्टाको लागि सो इन्टरभ्यू भइ नै बस्छ है स्किल पासको लागि पनि हामी गाइडेन्स गर्नेछौँ तपाईँहरूलाई सो उहाँहरू जोइन हुनु भएन भने पनि यदि उहाँहरू चाहिँ हस्पिटालिटीमा काम गर्दै हुनुहुन्छ भने उहाँहरूले चाहिँ स्किल पास प्री डिपार्चर कोर्स गर्न सक्नुहुन्छ म्यान्डेटरी फिल्ड हो यो चाहिँ है उहाँले गर्न सक्नुभयो भने चाहिँ एप्लाई हुनको लागि चाहिँ अलिकति इजी रहनेछ त्यो भन्नु वर्क पर्मिट भनेको तपाईँहरूको 100% किन वर्क पर्मिट अप्लाई नै तपाईँहरूको स्किल पास सर्टिफिकेटले नै हुन्छ है आइडेन्टिटीमा सो त्यसले गर्दाखेरि स्किल पास चाहिँ जरुरी नै छ है सो इन्टरभ्यू कन्टिन्युसली नै हुन गइरहेको छ र हजुरहरू पनि आएर स्किल पास रेजिस्टर गर्नु सक्नुहुन्छ र इन्टरभ्यूको अपडेट्सहरू हामी फर्दर अझै दिनेवाला छौँ कहिले कहिले हुँदै गर्छ ओके थ्याङ्क यू सो मच प्रथम सर थ्याङ्क यू अलका मैम तो जैसे आप देख सकते हैं इधर सर लोग आए हैं इधर इंटरव्यू देने के लिए ऑनलाइन है तो चलिए इन सर से पूछते हैं इंटरव्यू के बारे में सर आपको इधर का रेफरेंस कहाँ से मिला है सर हम एक दोस्त के रेफरेंस से आए हैं दोस्त के रेफरेंस से आए किसी के साथ कांटेक्ट में हो हाँ मैम पुष्पा के साथ मैम पुष्पा के साथ ओके तो कैसा फील हो रहा है एक्साइटेड हो बहुत अच्छा फील हो रहा है और एक्साइटेड इंटरव्यू के लिए आपको क्या लगता है सेलेक्ट हो जाओगे इंशाल्लाह पास हो जाएगा आपको ऑल द बेस्ट और सर आप कहाँ से हो मैं बांग्लादेश से हूँ बांग्लादेश से हो आप किसी के साथ कांटेक्ट मैं भी मेरा दोस्त था इधर से गया था माल्टा में तो उसका रेफरेंस में इधर आया था आज हमारा इंटरव्यू है ऑनलाइन में तो अल्हम्दुलिल्लाह हम 100% कॉन्फिडेंट है इंशाल्लाह आई विल बी सिलेक्ट आपको ऑल द बेस्ट थैंक यू Hello guys, so ngayon kasama ko po si Miss Mary Ann for this interview for Malta. So kamustahin po natin kung ano ang naging kanyang experience when it comes to her interview. So kamusta naman po ma'am sa inyo pong interview ngayong araw? Okay naman po at naging maayos naman po yung pagkikipag-usap ko sa employer at goods naman po. Goods naman. And ano naman po ang ina-applyan nilang position po ulit? Waitress po. Waitress for Malta. And ano po ang ina-expect nila na maging let's say career for or ba't kayo nag-apply for Malta? Of course for the better future para sa pamilya at para sa anak ko din po. Ayun, tama. Maraming salamat po sa inyong of course effort na pagpunta
pagpunta dito sa aming office and gayon din sa pag-share no, ng inyo pong motivation na para mag-apply for Malta. So guys, if you are also interested in applying for Europe, mga kabayan, message nyo lang po kami in our WhatsApp accounts or visit us directly here in GCD Dubai. गुड आफ्टरनुन हामीसँग आज सुरेन्द्र थेबे सर हुनुहुन्छ उहाँले भर्खरै इन्टरभ्यू दिएर आउनुभयो माल्टाको लागि अनलाइन इन्टरभ्यू भइरहेको छ त्यो इन्टरभ्यू अटेन्ड गर्नको लागि आउनुभएको छ सुनौ है त उहाँको एक्सपिरियन्स कस्तो रह्यो सर इन्टरभ्यू Okay, सबै अब everything is going very well. Okay, first of all, he asked me about the introduction, so I give my introduction. Then he's asking me as a skill. Okay, tell me your past skill. So I briefly tell to him. Okay, he said, okay, keep in touch. Okay, thank you very much. ओके थ्याङ्क यू भेरी मच के हुन्छ रिजल्ट हामी हजुरलाई बताउनेछौँ थ्याङ्क यू धन्यवाद. So guys, have you heard inside? Mr. Pratham said for the whole job vacancies that we currently have for Malta is still ongoing. So you can still schedule for your next interview even though you are not able to attend right now. So again, there are lots of job vacancies we still have for hospitality field and in other sectors as well. सो तपाईँहरूले सुनिसक्नुभयो यदि तपाईँहरू आज इन्टरभ्यू जोइन हुन पाउनु भएन भने पनि केही छैन उहाँ सरहरूले भनिसक्नु भएको छ अरू हामीसँग नेक्स्ट इन्टरभ्यूहरू हुनेछ अरू प्रोसेसिङको लागि तपाईँहरू हामीसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ GCD अफिसमा सो हाम्रो वाट्सएप नम्बर दिएको छ फर्दर डिटेलको लागि चाहिँ नम्बरमा बुझ्न सक्नुहुन्छ